सबै साथीहरूलाई नमस्कार। आज चाहिँ म मुम्बईदेखि नेपाल जाँदैछु अनि मेरो यो छोटो मिठो ब्लगमा कस्तो लाग्यो सबै साथीहरूले हेरेर साथ दिनुहोला। अहिले चाहिँ म फाइनली रुमदेखि बाहिर निस्किसकेँ। निस्केर पनि अटोमा बसेर उला स्टेसन भन्ने ठाउँमा पुगिसकेँ। उला स्टेसन बसेर केही समय इन्तजार गर्दाखेरि ट्रेन पनि आइसक्यो हाम्रो अनि हामी ट्रेनमा पनि बसिसक्यौँ। हामी चाहिँ ट्रेनमा बसिसक्यौँ उला स्टेसनदेखि अनि सिएसटी गयो भने सिएसटीदेखि बाँकी मेरो ब्लग स्टार्ट हुनेछ गाइस हैन। मेरो ब्लग कस्तो लाग्छ सबै साथीहरूले हेरेर लाइक अनि सब्सक्राइब सेयर गर्न नबिर्सनु होला। म यहाँदेखि लिएर कोलपुरसम्मको ब्लग बनाउने छु। सबै साथीहरूले हेरेर कस्तो लाग्छ साथ सपोर्ट दिनु होला ल। फाइनली अहिले गाइस भन्नुपर्दा म सिएसटी पनि पुगिसकेँ। सिएसटी पुगेपछि 17 नम्बर प्लेटफर्ममा पुष्पक एक्सप्रेस लाग्ने रहेछ। त्यहाँदेखि आम्मा हिँडेर जाँदा जाँदा मेरो त खुट्टै दुखिसक्यो अनि सामान पनि थुप्रै थियो अनि मलाई छोड्न भाइ पनि गएको थियो। भाइ नगए त सामानै लिन गाह्रो हुन्थ्यो बाबा। अनि त्यहाँ हेरेको त मान्छे त कति हो हेर्नै नसकिने। रातिको समय 10 बजिसकेको थियो यहाँदेखि जाँदाखेरि। यति धेरै मान्छे 10 बजे पनि गएर बस्ने रहेछन् अनि म त हिँड्दै थाकिसकेको थिएँ। मेरो हातमा सामान पनि थुप्रै थियो। त्यही भएर गाइज मेरो हातदेखि फोन पनि हिल्लिरहेछ। अनि बाहिर सोध्यो कता जाने हो भने मैले भने अगाडिदेखि भित्र जाने हो भनेर। अनि हामीले जानुपर्ने 17 नम्बरदेखि भित्र हो गाइज हैन। 17 नम्बरदेखि हेर्दाखेरि त वाउ क्या लाइट लगाएको के प्लेटफर्मभित्र पनि। म त हेरेर दङ्गै पढेँ गाइज। अनि भित्र गएर टिकट काट्नु पर्यो भनेर टिकट काटिदिएको। यसो बाहिर घुम्न जाउँ भनेको यदि कोही यस्तो बसमा चढेको छ भने कमेन्ट गर्नु होला। अनि बाहिर गएर यसो हेरौँ भनेको त बिहानको 4 बजेको थियो। अलि अँध्यारो पनि पडिरहेको थियो। अनि बाहिर गएर हेर्दाखेरि त अलिकति अँध्यारो पनि बढिरहेको थियो। अनि गेटदेखि भित्र यसो इन्ट्री हुँ भन्दाखेरि ट्रेन पनि आइसकेको थियो। अनि ट्रेनमा जसो तसो गरेर भित्र घुसेको त ट्रेनमा सिट पनि पाइयो। फर्स्टचोटि चालु डिब्बामा यस्तो सिट पाइयो। जसो तसो गरेर ट्रेन पनि हिँड्यो। त्यहाँदेखि भुसाल पुग्यौँ। भुसाल क्रस भइसकेपछि मेरो ब्लग चाहिँ सिधै लखनऊदेखि स्टार्ट भयो। म ट्याक्सी चढेर बाहिर जान लाएँ 4 भाग गएर मैले बसमा बसेँ। बसको नतिजा यस्तो थियो चिसो भन्नुपर्ने मैले त आम्मा कति हो गाइस हैन। चिसोले बसको सिटभरि त सबै भिजिरहेको। जसो तसो गरेर सिट पुछेर बस पनि चल्न लाग्यो। चलिसकेपछि हामी केसरी भागदेखि पनि बाहिर निक्लिसक्यौँ गाडीमा। निक्लिसकेपछि यस्तो थियो बाहिरको नतिजा पुरा बाहिर घाम पनि नलाग्ने चिसो मौसम हैन यस्तो भइरहेको थियो। अनि त्यहाँदेखि यस्तो ठाउँहरू के राम्रो भ्यूहरू एकदम सुन्दर यो चाहिँ सबै भ्यूहरू जति छ लखनऊदेखि हामी हिँडिसकेका थियौँ। हिँड्दाखेरि यसो रोडमा हेरेको त कति राम्रो रोड आम्मा हाम्रो नेपालमा पनि यस्तो रोड भइदिएको भए त कति राम्रो हुन्थ्यो। बसमा चढिसकेपछि हामी जसो तसो गरेर रिभर्डिया पुग्यौँ। रिभर्डिया पुगिसकेपछि रिभर्डिया बोर्डरको नतिजा यस्तो थियो। कहिले यता तानिरहेको थियो कहिले उता तानिरहेको थियो। रिभर्डिया बोर्डरको नतिजा यस्तो थियो बन्दै थियो त्यो गेटहरू। अनि यो चाहिँ इन्डियाको गेट हो बन्दैछ। नेपालको गेट चाहिँ अलि अगाडि छ। जसो तसो गरेर बोर्डर क्रस भयो। बोर्डरमा किनभने भिडियो बनाउन दिने रहेछन्। अनि त्यही भएर यो टक्कै पुग्यौँ हामी अहिले भन्सारमा पुगिसकेपछि त्यहाँ हाम्रो देशभक्त दाजुहरू पनि बोर्डरमा खडा हुनु भएको थियो। घर गइसकेपछि मेरो मम्मीसँग अनि हजुरआमासँग पनि भेट भयो। त्यहाँदेखि हामी अटोमा बसेर अब कहाँ जाँदैछौँ त हामी के गर्न गइरहेका थियौँ र कहाँ जाँदैछौँ। यो चाहिँ कोलपुरको न्यु रोड भएर हामी जाँदैछौँ अहिले आफ्नो घरतर्फ। कहाँ रहेछ त मेरो घर म बाँकी भिडियोमा देखाउने छु है। अनि यो चाहिँ मेरो घर जाने बाटो। यो मन्दिरबाटै लागेर जाने रहेछ। मलाई पनि खासै थाहा त छैन। अब त्यता बस्यो भने थाहा होला। अब चाहिँ म आजसम्म चाहिँ दैलेखको बासिन्दा थिएँ। अहिले भने म कोलपुरको भइसकेँ। चिसो पनि लास्टै बढिरहेको थियो। आम्मा चिसो देखेर पनि हो कति हो चिसो पनि लास्टै थियो। यहाँदेखि चाहिँ हामीले भित्र गएर
चाल्नाको घरतर्फ बाटो घर पनि आइसकेको छ। घरमा पनि यस्तो खालको घर रहेछ मेरो। अनि जग्गा सग्गा हेरेर जग्गा सग्गा सोधेर अनि जाम भनेको त त्यहाँ मनिसम्म रहेछ जग्गामा त अनि फलाहरू रहेछ, मान्छेले मुसुरोहरू रहेछ। घर चाहिँ मेरो त्यही हो। घर मालिक नि दिदी त अनि दौडी मलाई जग्गा र अनि बाटो देखाउन जानुभयो। यहाँसम्म बाबु तिम्रो पर्छ, यहाँदेखि अरूको पर्छ, यो गडालाई यस्तो गर्नुपर्छ, यहाँदेखि भाग हाल्नुपर्छ, यो हामीले खेती लगाउँदाखेरि सजिलो हुन्छ ट्र्याक्टर जोत्दाखेरि भनेर भन्नुभयो। अनि त्यही देखाउन लाग्नु भएको थियो। मैले हेरेँ, ल हुन्छ दिदी भने। अनि चाहिँ म घरतर्फ लागेँ। घरको पछाडि टोइलेट रहेछ, एउटा बोरिङ, अनि त्यो घरभन्दा पछाडिको बाडी चाहिँ सबै आफ्नै रहेछ। अनि मेरो छोरी त माटामा खेलेर आफ्नो घरमा धुवाई गरिराखी। यस्तो किन गरिस् त छोरी भन्दाखेरि त मलाई उल्टै पिट्न आउँछ। माटो गोजीमा भरेर यो त खेलेर वाह यसको त रहेछ दिन भन्ने त। अनि मैले चाहिँ जग्गा मालिकलाई पैसा दिएर पनि क्लियर गरिदिएँ मेरो गाइज।